म यादव सर आज एउटा धेरै दिनदेखि म विचार गरिरहेको थिएँ कि एउटा विद्यार्थी कमजोर किन हुन्छ र कुनै विद्यार्थी ट्यालेन्ट किन हुन्छ। हाम्रो प्यारेन्ट्सको के भूमिका हुन्छ हाम्रो जीवनमा, हाम्रो गार्जियनको के भूमिका हुन्छ हाम्रो जीवनमा। दुईटा कुरा आज म भन्छु। एउटा, विद्यार्थीको दायित्व के हुन्छ, विद्यार्थीको कर्तव्य के हुन्छ। अर्को, हाम्रो प्यारेन्ट्सको कर्तव्य के हुन्छ, गार्जियनको कर्तव्य के हुन्छ। पहिला म गार्जियनको कर्तव्यको बारेमा भन्छु। यो त मलाई भन्नु पर्दैन किनकि सब गार्जियनलाई सबै कुरा थाहा हुन्छ, सबै कुरा थाहा हुन्छ। त्यही पनि कति गार्जियन जानेर गल्ती गर्छ, कति गार्जियन बुझेर गल्ती गर्छ। सबै कुरा थाहा हुन्छ हाम्रो प्यारेन्ट्सलाई, हाम्रो गार्जियनलाई सबै कुरा थाहा हुन्छ। मेरो छोरा के गर्दैछ, मेरो छोरी के गर्दैछ, उसलाई सबै कुरा थाहा हुन्छ, सबै इन्फर्मेसन हुन्छ त्योसँग। तर चुप बसेको हुन्छ, उसलाई केही भन्दैन। कस्तो एजुकेसन दिएको छ, गार्जियनले उसलाई कस्तो संस्कार दिएको छ, गार्जियनले उसलाई कस्तो बनाउन खोजेको छ, यो सबै जिम्मेवारी कसको हुन्छ, गार्जियनको। तर अहिले पनि गाउँघरमा हेर्छु, छोराले कुनै खराब काम गरिरहेको छ र त्यसबाट केही पैसा आइरहेको छ, गार्जियनको हातमा त आउँछ अनि हेर्छ राम्रो काम गरेछ मेरो छोरा। भनाइको मतलब के छ, हाम्रो गाउँ समाजमा सबभन्दा कमजोरी यही छ। यहीबाट स्टार्ट हुन्छ छोरा बिगर्ने। छोराले कुनै ठाउँबाट नराम्रो काम गरेर पैसा गार्जियनको हातमा दियो त गार्जियन स्माइल गर्छ, खुस भइहाल्छ, मेरो छोरा त मलाई पैसा दिएको छ। तर त्यो छोरा कहाँबाट पैसा ल्याएको छ, कसरी पैसा ल्याएको छ, किन पैसा लिएर आएको छ, त्यो कहिले पनि बुझ्ने प्रयास गर्दैन गार्जियन। पैसा आयो, के भन्छ, पैसा हातमा आयो त उसको ध्यान पुरा पैसामा हुन्छ। यो कुन एजको कुरा गर्छु, जब बच्चा हुन्छ उसलाई थाहा हुँदैन र गार्जियनलाई सबै कुरा थाहा हुन्छ। तर त्यही छोराले कुनै ठाउँबाट चोरी गरेर ल्याएको छ कि के गरेर ल्याएको छ कि त्यसमा कुनै ध्यान दिँदैन हाम्रो गार्जियन। नम्बर 1। नम्बर 2 मा म के हेर्छु गार्जियनको गल्ती, कि छोरा पढ्नेवाला छ, को छोरा पढ्न गइरहेको छ, अहिले बच्चा छ उसलाई त्यति थाहा छैन। अब छोरा पढ्न गएको छ कि पढ्न गएको छैन, त्यो इन्फर्मेसन गार्जियनलाई हुनै पर्छ। मेरो छोरा स्कुल गएको छ, वास्तवमा त्यो पढ्न गएको छ कि छैन, मेरो छोरी स्कुल गएको छ, वास्तवमा त्यो पढ्न गएको छ कि छैन। गार्जियनको यो रिस्पोन्सिबिलिटी हुन्छ, गार्जियनको यो जिम्मेवारी हुन्छ कि आफ्नो छोरामाथि ध्यान दिने। एकैपल्ट कुनै मान्छे गजेरी हुँदैन, एकैपल्ट कुनै मान्छे पागल हुँदैन, एकैपल्ट कुनै मान्छे खतम हुँदैन। सुरुमा त कमै हुन्छ नि, जब बच्चा सानो छ, यदि ठुलो एकैपल्ट के मान्छे ठुलो भइहाल्छ, बच्चा जन्मियो ठुलो भइहाल्छ, हुँदैन त्यस्तो। बिस्तारै 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 ठुलो हुन्छ। भनाइको मतलब के छ, बच्चा पनि बिगर्छ बिस्तारै बिस्तारै। गाउँघरमा एउटा कुरा म अरू कुरा के हेरेछु, धेरै मान्छेहरू छ कि धेरै मान्छेलाई बिगाडिदिएको छ, धेरै मान्छेलाई बिगाडिदिएछ। उसको बुवाले अब छोरा तास खेल्छ बच्चामा, छोरा गजा खान्छ, छोरा घुँटी दिन्छ, त्यो त्यति ध्यानै दिँदैन। सुरुमा जब सानो नसा पदार्थ गरेछ त्यो टाइम ध्यान दिँदैन। भनाइको मतलब म फर्स्टमा के भने, आमा बुवाको एउटा दायित्व हुन्छ, कर्तव्य हुन्छ, मेरो बच्चा अब ठुलो भइरहेको छ त हेरचाह गर्ने, ध्यान दिने, छोरा कहाँ गइरहेको छ, कोसँग भेटिरहेको छ, म के गर्नले उसलाई पठाएको छु, त्यो थाहा हुनु पर्यो त गार्जियनलाई। अनि पछि भन्छ मेरो छोरा त बिग्रिसकेको छ, मेरो छोरा गोटी खाइरहेछ, मेरो छोरा ड्रग्स लिइरहेछ। जब छोरा सानोमा के भन्छ, जब छोरा सानो नसा युज गरी तब तपाईँ कहाँ हुनुहुन्थ्यो, त्यही टाइममा ध्यान दिनु पर्थ्यो नि। अब छोरा पुरा पागल भइहालेको छ तब ध्यान दिनुहुन्छ, मेरो छोरा यस्तो भइहालेछ, मेरो छोरा त्यस्तो भइहालेछ, कसले गर्दा त्यस्तो भइहालेको छ, छोरा आफै त्यस्तो भएको छैन, गार्जियनको लापरवाहीले गर्दा यस्तो भएको छ। म प्रत्येक यो गार्जियनलाई एउटा सुझाव दिन चाहन्छु। गार्जियनलाई म सुझाव के दिन्छु, उसलाई सबै कुरा थाहा छ कि मेरो छोरा कुन कन्डिसनमा छ, के गर्दैछ। अबको जेनेरेसन यो कुरा याद गर्नु, जुन मान्छे पढे लेखेको हुँदैन 10 साल 15-20 सालमा त्यसको यो कुनै भ्यालुै हुँदैन। धन सम्पत्ति भन्छ कि धेरै धन सम्पत्ति छ त म राम्रो भइहाले, त्यस्तो हुँदैन। अब अलि पढे लेखेको पनि हुनुपर्छ, धन सम्पत्ति धेरै छ, ज्ञानै छैन त्यसको बारेमा, कसरी युटिलाइजेसन गर्ने त्यही ज्ञान छैन, कसरी के भन्छ म्यानेजमेन्ट गर्ने, कसरी व्यवस्था गर्ने, कसरी प्लानिङ गर्ने, कसरी अर्गनाइजिङ गर्ने, कसरी
स्टाफिङ गर्ने केही थाहा छैन, कसरी एरेन्जमेन्ट गर्ने त्यो केही थाहै छैन, त त्यो धन सम्पत्ति राखेर के हुन्छ? त्यो त थाहा हुन्छ नि, जो मेरो धन सम्पत्ति छ यसलाई कसरी युज गर्छु, रुपैयाँ पैसा छ कहाँ इन्भेस्ट गर्छु, के गर्छु, यसको लागि त पढे लेखेको हुनुपर्छ नि। अब यहाँ धेरै महानुभाव होला, अब मलाई म्यासेज पनि गर्छ, सर फलानु मान्छे त केही पढेको छैन, त्यो कसरी राम्रो भइहाल्यो? त के तिमी त्यही मान्छे बन्न चाहन्छौ? तिमी त्यस्तै भइहाल्छौ? लटरी सबैलाई लागिहाल्छ, डिबी सबैलाई पढिहाल्छ? त्यस्तो हुँदैन नि, हुँदैन त्यस्तो। भनाइको मतलब के छ, के भएको छ, के नभएको त्यसमा ध्यान नदिनु। गार्जियनको एउटा दायित्व छ आफ्नो छोरा आफ्नो छोरीलाई राम्रो संस्कार दिने। बच्चादेखि राम्रो संस्कार दिनुहुन्छ त 100%, चाहे त्यो गरिबको छोरा होस्, चाहे त्यो धनीको छोरा होस्, चाहे राजा महाराजाको छोरा होस्, बच्चादेखि उसलाई यदि राम्रोसँग संस्कार दिन्छ, व्यवहार सिकाउँछ त त्यो बच्चा बिगर्दैन 100% म भन्छु। बच्चैदेखि तर बच्चामा छोरा तास खेलिरहेछ छोडिदिनु, छोरा सिगरेट खाइरहेछ छोडिदिनु, छोरा यो गरिरहेछ छोडिदिनु, छोरा 10 जनालाई लिएर घुमिरहेछ छोडिदिनु। यस्तै कारणले गर्दा हाम्रो समाज बिग्रेको छ, हाम्रो समाजको युवाहरू बिग्रेछ। मेन कारण यही छ। गार्जियनलाई म अहिले पनि भन्छु, तपाईहरू अहिले पनि आफ्नो छोराछोरीमाथि ध्यान दिनु। यदि ध्यान दिनु हुँदैन त बिस्तारै त्यो लास्टै बिग्रिहाल्छ, तब तपाईको कन्ट्रोलमा आउँदैन। हुन सक्छ तपाईमाथि कहिले हमला गरिदिन्छ, तपाईलाई थाहा हुँदैन। कति तपाईहरु न्यूज हेर्नुहुन्छ, थाहा छ सबै कुरा। यो म भन्न चाहन्छु गार्जियनहरु, कम्तीमा यसमा ध्यान दिनु, अलिकति विचार गर्नु। त गार्जियन कुनै छ धेरै काम गरिरहेको छ, लेबर छ, कोही विदेश गरिरहेछ, कोही केही गरिरहेको छ, तर छोरा छोरी के गर्दैछ हामीलाई त इन्फर्मेसन थाहा हुनुपर्छ नि। म आफ्नो छोरालाई पठाएछु पढ्न, वास्तवमा त्यो पढ्न गएको छ कि छैन त्यो त हामीलाई इन्फर्मेसन हुनुपर्छ नि। कुनै गार्जियनले ध्यानै दिँदैन। यानी कि जुन बुद्धिमान छ, राम्रो गार्जियन त्यो ध्यान दिन्छ, र जुनलाई मतलबै छैन त त्यो साफै ध्यान दिँदैन। त्यही भएर छोरा बिग्रिहाल्छ। अनि दोष लगाउँछ, भन्छ कि यो मेरो छोरा यस्तो भइहालेछ। त्यस्तो छोराको कुनै गल्ती छैन, त्यो सबै तपाईको गल्ती छ। तपाईले गर्दा यस्तो भएको छ तपाईको छोरा। बच्चेदेखि उसलाई सिस्टममा राख्नु त। गाउँघरमा हेर्छु बच्चे छ, यति बच्चा छ, चट गजा लिएर घुमिरहेको छ, कोही गुटी खाइरहेछ, कोही के गरिरहेछ, आमा बुवा त्यस्तै मुख हेरिरहेको हुन्छ, केही भन्दैन। तपाईले केही भन्नु हुँदैन, त तपाईको छोरालाई मान्छेले युज गर्छ। तपाईले संस्कारै राम्रो दिनु हुँदैन, त तपाईको छोरालाई मान्छे युज गर्छ नि। यो यसलाई युज गर्नु के भयो त तपाईको गल्ती छ पुरै। अहिले पनि हाम्रो समाजसँग समय छ। जे बच्चा सानो छ, जो अब बिग्रिहालेछ, त उसलाई हामी सुधार्न सक्दिन। त्यो मान्छेमा आफै चेतना आउँछ, राम्रो बन्छ। त्यो बच्चा अहिले सानो छ, अहिलेदेखि नै ध्यान दिनु। त्यो सानो छ, अहिलेदेखि यदि तपाईँ ध्यान दिनुहुन्छ त 100% त्यो बच्चा राम्रो बन्छ। चाहे त्यो गरिबको छोरा होस्, चाहे त्यो धनीको छोरा होस्, आफै राम्रो बन्छ। तपाईँ हेर्नु न, लास्टै बिग्रिहालेछ। गाउँघरको हालतै खराब भइहालेको छ। कोही छैन पढ्नेवाला, केही 100% मा 10% मात्रै पढिरहेको छ। अब त्यो 10% मा पनि के पढिरहेको छ उसलाई नै थाहा होला। जो 90% म भन्छु गाउँघरमा बिग्रेको छ पुरै केटा। खाली ग्रुप बनाएर घुम्छ, यो गर्छ, कति दिन घुम्छ? सबको एज आउँछ नि, सबको एज आउँछ, र एक दिन उसलाई महसुस हुन्छ कि म के छु र म के भइहालेँ। यही भएर म गार्जियनले कुरा भन्न चाहन्छु। अब कुरा आयो विद्यार्थी। जुन विद्यार्थी राम्रो छैन पढ्नमा अथवा राम्रो छ पढ्नमा, त त्यो विद्यार्थीलाई एउटै कुरा अहिले के बुझ्नुपर्छ कि म को छु। पहिला उसलाई महसुस गर्नुपर्छ, बुझ्नुपर्छ कि म को छु र मेरो दायित्व के छ, मेरो कर्तव्य के छ, मेरो रिस्पोन्सिबिलिटी के छ। आफ्नो जिम्मेवारी त बुझ्नुपर्छ नि। बच्चामा गार्जियनले यो गर त्यो गर। अब त बच्चा त छैन, तिमीहरू ठुलो भएछौ, तिमीलाई थाहा छ कि मेरो लागि के खराब छ र मेरो लागि के राम्रो छ। यु हेभ टु चुज वान। तिमीलाई छान्नु पर्छ नि कि मेरो लागि यो राम्रो छ, मेरो लागि यो खराब छ। यानी कि अहिले जुन विद्यार्थी 9 10 मा छ, 7 मा छ, 8 मा छ, 11 ब्याचलर जुन क्लासमा छ, अहिले त्यो विद्यार्थी जस्तो बन्न चाहन्छ त्यो त्यस्तै बनिहाल्छ। अलिकति ख्याल गर्नु। आमा बुवा एक पैसा जोडेर छोरालाई दिन्छ, छोरीलाई दिन्छ कि मेरो छोरा बजारमा आएको छ अथवा मेरो छोरा गाउँमा पढिरहेको छ। बुवा आमाले धेरै टेन्सन हुन्छ, उसको दिलमा गएर हेर्नु न, कति पीडा हुन्छ यहाँ। तर त्यो आफ्नो छोरालाई भन्न सक्दैन कि मलाई यो समस्या छ, मलाई त्यो समस्या छ। तपाईहरु बाहिर पढ्नुहुन्छ, बस्नुहुन्छ, एकपल्ट भनिदिनुहुन्छ गार्जियनलाई, पप्पालाई, मम्मीलाई कि मलाई यो चाहियो, त त्यो कसरी दिन्छ त्यो उसैले थाहा हुन्छ। सबैको आमा बुवा त अमिर हुँदैन नि, सबै त धनी हुँदैन नि। अलिकति आमा बुवाको बारेमा पनि सोच्नु कि म कुन ठाउँमा छु, म कुन सिचुएसनमा छु, मेरो आमा बुवा कहाँबाट पैसा ल्याइरहेको छ, अलिकति त्यो अनुभव गर्नु। म त्यही भन्छु। अनि आफै तपाईँ राम्रो भइहाल्नुहुन्छ। यो लाइलाइमा लाग्नुहुन्छ, यो छोरासँग बुलेट छ, योसँग केटीएम डुक्छ, योसँग फल्ना बाइक छ, योसँग चिल्ला छ, आउँछ, सबै थोक आउँछ, सबैको समय आउँछ। अहिले
आफूलाई इस्टाब्लिस गर्नु दैन। अहिले जे लगाउनुहुन्छ आफूमा लगाउनु न। तपाईँ मान्छे जब सक्सेस भइहाल्छ नि, राम्रो ठाउँमा आइहाल्छ नि, त कपाल यस्तो पनि कटाइहाल्छ, चल्छ। कुनै मान्छे भन्दै अहिले अलिकति पढ्नु भएको छ, अथवा पढिराख्नु भएछ 9मा 10मा 11 12मा, अलिकति तपाईँ त्यो तरिकाले कपाल कटाउनु त मान्छेले के भन्छ, यो बिग्रेको केटा छ भन्छ वास्तवमा। ठाउँमा गइहाल्नु न, 5वटा चस्मा लगाइहाल्नु हुन्छ नि, त्यो पनि मान्छे केही भन्दैन। किन भन्दैन? किनकि उसलाई थाहा थियो सक्सेस सफलता प्राप्त गरेछ। के भन्नु तपाईँ एउटै चस्मा लगाउनु त मान्छेले भनिदिन्छ, हेर्न गाली गरेर बोल्छ। आज पढे लेखेको छ, सक्षम छ, सफल छ, त्यो 10वटा पनि यसरी लगाइहाल्छ नि, त फरकै पर्दैन। मान्छेले कुनै यसलाई केही भन्दैन, कुनै टिप्पणी गर्दैन, किनकि त्यो सफल छ, किनकि त्यो सक्षम छ, किनकि त्यो सबै कुरा बुझिरहेको छ। म जाँदै एउटा लास्टै कुरा के भन्न चाहन्छु आफ्नो भाइ बहिनीहरूलाई कि तपाईँहरू यदि राम्रो बन्न चाहनुहुन्छ, जहाँ बस्नु भएको छ, जुन सिचुएसनमा बस्नु भएको छ, त्यहीबाट स्टार्ट गर्नु, त्यहीबाट राम्रो बन्नु। तपाईँ 100% राम्रो बन्नुहुन्छ। यो नसोच्नु कि मेरो पापाले यति पैसा दियो, त्यति पैसा दियो, त्यहीमा व्यवस्थापन गर्नु न, त्यहीमा म्यानेजमेन्ट गर्नु न, र बुवाको आमाको एउटा असल छोरा बनेर हेराउनु न। असल छोरा भन्नुको मतलब राम्रो सफलता प्राप्त गर्नु, आमा बुवाको इज्जत गर्नु, अनि मात्रै सफलता प्राप्त गर्नुहुन्छ। तपाईँको गाउँ समाजमा आफै नाम रहन्छ, मान मर्यादा रहन्छ, इज्जत रहन्छ। केही गर्नु हुँदैन, त्यतिकै यताउता घुम्नुहुन्छ पागल जस्तो, त मान्छेले अरू पागल भन्छ। हुनसक्छ तपाईँकोसँग बस्छ मान्छे, तपाईँलाई भन्छ राम्रो छ, तर वास्तवमा तपाईँलाई सबै कुरा थाहा हुन्छ नि। म सबै विद्यार्थीलाई के भन्छु, तपाईँले कुनै मान्छेले तारिफै गरिरहेको छ अथवा कसैले गाली गरिरहेको छ, तारिफ र गालीमा कहिले पनि नजानु। आफै बस्नु कुनै ठाउँमा र महसुस गर्नु, वास्तवमा म कुन सिचुएसनमा छु, कुन ठाउँमा छु, म के गरिरहेछु, म के गर्नेवाला छु, यो त तपाईँले थाहा हुन्छ नि सबै कुरा। मान्छेको काम के हुन्छ, कसैले राम्रो भन्छ, कसैले खराब भन्छ, कसैले खराब भनिदियो त मान्छे खराब हुँदैन, कसैले राम्रो भनिदियो त मान्छे राम्रो हुँदैन। उसलाई आफै अनुभव हुन्छ, उसलाई आफै महसुस हुन्छ कि म कुन ठाउँमा छु, म कस्तो छु, सबै कुरा थाहा हुन्छ। विद्यार्थी परीक्षामा एक्जाम दिन जान्छ, जब एक्जाम पेपर आउँछ, लेख्छ, त उसलाई पहिला थाहा भइहाल्छ कि यो पल्ट म पास हुन्छु, यो पल्ट म फेल हुन्छु। उसलाई त थाहा हुन्छ नि। तपाईँलाई भोक लागेछ त मलाई कसरी थाहा हुन्छ कि यो मान्छे खाएको छ कि छैन? तपाईँलाई थाहा छ नि कि म आज खाएको छु अथवा आज खाएको छैन? मान्छेले आफै थाहा हुन्छ, त्यो भन्नु पर्दैन। त्यही भएर तपाईँ आफ्नो बारेमा म भन्दा पनि धेरै राम्रोसँग बुझ्नुहुन्छ, तपाईँ राम्रो हुनुहुन्छ र राम्रो बन्नुहुन्छ। त्यसको लागि एउटै मन्त्र के छ, म फर्स्टमा भने आफूमा अहिले मेहनत गर्नु, अहिले आफूलाई राम्रो बनाउनु। तपाईँलाई हेरेर मान्छे भन्छ यही मान्छे छ, फलानुको छोरा छ, फलानुको छोरी छ। त्यसपछि हेर्नु तपाईँको कस्तो नाम आउँछ, तपाईँको कस्तो फेम आउँछ, तपाईँको कस्तो इज्जत रहन्छ। यही कुरा ख्याल गर्नु। अनि तपाईँले राम्रो बन्नलाई यो दुनियाँ संसारको मान्छेले कुनै रोक्न सक्दैन। तर त्यसको लागि पहिलेदेखि नै मेहनत गर्नु। 5मा 6मा 7मा जुनै क्लासमा 10 12 ब्याचलर कुनै क्लासमा जहाँ हुनुहुन्छ त्यहीबाट सुरुवात गर्नु। यो नभन्नु कि म कमजोर छु, तपाईँ यो भन्नु कि म विद्यार्थी छु र मलाई मेहनत गर्नुपर्छ। अलिकति विचार गर्नु त, जब बच्चा सानो रहन्छ त कतिपल्ट उसलाई सम्झाउनु पर्छ, अथवा एबिसिडी तपाईँले अब सम्झाउनु पर्छ, कति राम्रो भनिदिनुहुन्छ, यी सेटै भइहालेको छ नि। त त्यस्तै जति पढ्नुहुन्छ सबै सेट भइहाल्छ। तर त्यसको लागि के छ, आफूमा मेहनत गर्नुपर्छ, आफूमा इन्भेस्टमेन्ट गर्नुपर्छ, आफैलाई एस्टाब्लिस गर्नुपर्छ, आफूलाई टाइम दिनुपर्छ। त्यसपछि आफै सफलता प्राप्त गरिहाल्नुहुन्छ। यो मेरो 100% ग्यारेन्टी छ।